थुक्पा खाँदै विमल कुमार घरिघरि रूपाको वक्षस्थल निहाल्दै थियो। हुन पनि रूपाको वक्षस्थल निकै लोभलाग्दो थियो, जुन उसले लगाएको सर्टबाट प्रष्ट देखिन्थ्यो। विमल कुमार यस्तै करिब 35 वर्षको विवाहित पुरुष हो। ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाइरहेको छ। उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनती अनि अलि गम्भीर स्वभावको मान्छे भनेर चिनिएको छ। सधैँ अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गाली र अफिसकै साथीहरूले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिलेकही। एकतिर कामको टेन्सन, त्यो माथि सँगै काम गर्ने साथीहरूले ईर्ष्याले गर्दा झन् नराम्रो अनुभव गर्छ विमल कुमारले। उसको श्रीमती घरमा नै बस्छे। यस्तै ऊ भन्दा 2 वर्ष कान्छी होलिन् श्रीमान भन्दा। तरुणी उमेरमा निकै राम्री थिइन्, तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छन् र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दिनन्। एउटा छोरालाई हेरविचार अनि स्कुल पठाउने अनि घरको सबै कामहरू तिनी सम्हाल्छिन्। विमल कुमार आज अलि थाकेको महसुस गर्दै 5 बजेतिर घर फर्कियो। घरमा श्रीमती, छोरा साँझको तरकारी किन्न तलतिरको अलि टाढा पसलमा गएका रहेछन्। ऊ खुइय गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ। कामको बोझले थाकेकोले होला केही बेर सोफामा शरीर छोडिदिन्छ। विमल कुमारको अनुहारमा चमक छ आज। ऊ त्यो पल्लो घरको भाडामा बस्ने भीम नारायणको छोरी रूपासँग न्यू रोडतिर हिँड्दैछ। रूपा 12 क्लासमा पढ्दैछे। तिनी गोरी अनि निकै राम्री छे, साथै पढाइमा पनि ठिकठिकै छ। रूपा निकै चुलबुले अनि कुनै पनि केटाहरूलाई आकर्षित गर्न सक्ने खालकी केटी हुन्। तिनको बोल्ने हावभाव अनि आँखाको नजर त्यस्तै छ। जो कोही पनि एकपटक रूपासँग बोल्न हिँड्न पाएमा तरङ्गित हुने गर्छ, मतलब रूपामा यौन आकर्षण छ। विमल कुमार र रूपा न्यू रोडकै एक रेस्टुराँमा बस्छन्। रूपाले मिनी स्कर्ट, त्यसमाथि अलि पातलो खालको सेतो सर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छ। घरिघरि बोलले हाँस्ने क्रममा तिनको पुष्ट नितम्बको आकृति सर्टमा स्पष्ट देखिने गर्छ। यो बेला विमल कुमार केही अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ। रूपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्यू रोड बाटोमा आउँदादेखि नै विमल कुमारले घरिघरि घोडामाथिको मुलायम तिघ्रा हेर्दै थियो, तर धित मरेको थिएन। विमल दाई, मलाई के खुवाउने आज? त्यसै त विद्यार्थी जीवन सधैँ पैसाको खाँचो। रूपा आज खुसी छे। त्यही माथि अफिस गर्ने विमल दाईले रेस्टुराँमा खुवाउन लगेपछि, अनि के खान्छौ तिमी? जे मनपर्छ अर्डर गर न। विमल कुमार रूपालाई आश्वस्त पार्दै भन्छ। ऊ निकै रोमाञ्चित भएको छ रूपालाई आफ्नो नजिक पाएकोमा। सायद उसको युवा उमेरमा यस्तो अनुभव लिन पाएन होला, त्यसैले। हुन पनि त्यो बेला विमल कुमार पढाइ बाहेक अरू कुरा सोच्ने गरेन। भनौँ उसको साथी सङ्गी त्यस्ता थिएनन् र वातावरण नै बनेन। अर्को कुरा, घरमा बुवाको अनुशासित भएर हिँडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भव नै भएन विमल कुमारको लागि। रूपाले बफ मोमो अनि एउटा कोक अर्डर गरी र विमलले थुक्पा साथै कोक नै अर्डर गरे। अनि रूपा, तिम्रो पढाइ के कस्तो हुँदैछ? कुराकानीलाई अगाडि बढाउने क्रममा विमलले सोध्यो। के हुनु दाई, यस्तै हो, कलेज गयो आयो, खुइ किन हो, त्यति पढाइमा मनै जाँदैन। हुन पनि त्यो 18 वर्षको टिन एज काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाऊ, मोज गरौँ भावना हुनु स्वाभाविक थियो रूपालाई। फेरि तिनको घरको स्थिति पनि खासै राम्रो छैन। बडो मुस्किलले रूपाको पढाइ खर्च धान्दैछ तिनको बुवाले। हेर रूपा, हामी मानिसले पढ्नुपर्छ, भोलि केही सुख पाउनलाई दुःख त हुन्छ नै, सुरुमा आतिनु हुँदैन है भन्दै सम्झाउन खोज्छ। विमल दाई पनि, म कहाँ आतिएको छु र? के गर्नु, आफूलाई यहाँ साथीहरूसँग हिँड्न पनि अप्ठ्यारो हुन्छ। साथीहरू हरेक महिना नयाँ लुगा लगाउँछन्, आफू भने यस्तै हो, भनेको लुगा लगाउन पाए त म राम्ररी पढिहाल्छु नि। एकै पटकमा त्यो लामो कुरा गरी रूपाले त्यत्तिकै बेला कोक ल्याइदिए साहुजीले। विमल कुमारले ल कोक पिउ है भन्दै एक चुस्की बगाए उनी आफैले पनि। रेस्टुराँमा टेबल अनि कुर्सी साँगुरो थियो। रूपाले त्यहाँ कुर्सीमा गोडा अलिकति फाटेर बसेकी थिइन्। अचानक विमलले रूपाको घोडामाथिको चिल्लो तिघ्रा निहाल्न पुग्यो। उसलाई रोमाञ्चित बनायो। फेरि हेर्ने मनसाहे त थियो, तर लुकी लुकी हेर्नु एक त दाइको नाताले अप्ठ्यारो थियो। तापनि छोरा मान्छे नहो, त्यसै पुरुष वर्गमा नै पर्यो विमल कुमार। संसारमा यौनमा कोही पनि प्राणी अछुतो छैनन्। यही बीचमा मोमो र थुक्पा पनि ल्याइदिए साहुजीले। अझै पुगेन भने फेरि पनि मगाऊ है भन्दै विमल कुमारले खान सुरु गरे। थुक्पा खाँदै विमल कुमार घरिघरि रूपाको वक्षस्थल निहाल्दै थियो। हुन पनि रूपाको वक्षस्थल निकै लोभलाग्दो थियो, जुन उसले लगाएको सर्टबाट प्रष्ट देखिन्थ्यो। यो उमेरमा अहिलेका टिन एजका
केटीहरू पनि केटाहरू आफूतिर आकर्षित होस् भनेर अलि खुला सर्ट या टाइट टी सर्ट लगाएर हिँडेको सबैलाई सर्वविदित नै छ। यसमा रूपा पनि के कम राम्री देखिनु अनि केटाहरूले हाई सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई। बाहिर रिसाए जस्तो गरे पनि केटाहरूले सेक्सी भन्दाखेरि कति केटीहरू भित्र मनमा खुसी भएको आभास पाइन्छ नै। बिमल कुमार पनि के कम रूपासँग कुनै नजिकको नाता सम्बन्ध थिएन। यदि रूपाले चाहेमा उनीहरू बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुँदैनथ्यो। तर ऊ विवाहित अनि 5 वर्षे छोराको बाउ थियो। आज किन ऊ रूपालाई पाएर खुब रमाइरहेको छ। मानौ भर्खर उमेरकी रूपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमाञ्चित भइरहेको छ। लाग्छ भर्खर माया प्रीति गाँस्दैछ रूपासँग। अनि दुवैजनाले मोमो अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो, रूपा आज बुद्ध चेम्जुङको कथालाई हामीले अनलाइनबाट साभार गरेको छौं। हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया लेख्नुहोला र यदि तपाईहरूसँग पनि यस प्रकारको कथाहरू छन् भने हामीलाई पठाउनुहोस्। हामी तपाईहरूको कथा वाचन गरेर प्रस्तुत गर्नेछौं। यहाँसम्म सुनेर साथ दिनुभएकोमा आभार प्रकट गर्दछौं।